हेलो साथीहरू, स्वागत छ तपाईँलाई कथाको आँगनमा। म स्वागत निरौला। आज हामीले एकदमै मार्मिक, भावनात्मक र एकदमै इन्ट्रेस्टिङ स्टोरी लिएर आएका छौँ। कथा अलिकति लामो हुनसक्छ, जस तपाईँले चाहिँ धैर्यताका साथ सुरुदेखि लास्टसम्म सुनिदिनु होला है त। कार्तिकको मध्यतिरको समय थियो। देउराली गाउँलाई बिहानीको बाक्लो कुहिरोले आफ्नो न्यानो काखमा बेरेको थियो। पहाडका खोजहरूमा बग्ने चिसो हावाले खेतका सुक्न लागेका धानका पातहरूमा शीतका थोपाहरूलाई सुस्तरी भुइँमा खसाल्दै थियो। खोल्साको पानी जस्तै चिसो हावा सिधै कलिला गाला र हातहरूमा बिज्ने गर्थ्यो। गाउँ अझै पूर्ण रूपमा बिउजिसकेकै थिएन, तर हरिकृष्णको त्यो पुरानो दुईतले ढुङ्गे घरको गोठबाट भैँसी फुत्किएको र दाम्लो बाँधेको सुस्त आवाज आउन थालिसकेको थियो। पार्वती बिहान 4:30 बजे नै ओछ्यानबाट उठेकी थिइन्। चिसो ओछ्यानबाट बाहिर निस्किँदा उनको शरीर जिरिङ्ग भयो। उनले आफ्नो पुरानो मजेत्रोलाई टाउको र कान छोपिने गरी कसिलो गरी बाँधिन्। कोठाको कुनामा रहेको माटोको चुलोतिर हेरिन्, जहाँ हिजो बेलुका बलेको दाउराको खरानी अझै कतै कतै रातो कोइला बनेर बाँकी नै थियो। उनले एउटा लामो सुस्केर हालिन्। उनको मनमा एउटा गरौँ भारी थियो। यो भारी सम्पत्तिको थिएन, न त कामको नै थियो। यो त आफ्नो परिवारलाई बचाउनका लागि आफैले कोरेको एउटा कठिन बाटोको भारी थियो। पार्वतीले आँगनमा निस्केर कुवाको बाटो समातिन्। कुवाको पानी हातमा छुँदा उनको हत्केला नै लाटो भयो। तामाको ठुलो गाग्रीमा पानी भरेर उनी घरतिर फर्किँदै गर्दा गाउँको बाटोमा कुहिरो बिस्तारै फाट्दै थियो। आँगनको सङ्घारमा पुग्ने बित्तिकै उनले आफ्नो अनुहारको भावलाई अचानक परिवर्तन गरिन्। उनका आँखामा भएको कोमलता हरायो र त्यहाँ एउटा कृत्रिम आक्रोशले ठाउँ लियो। यो उनको अनुहारमा लगाइने दैनिकी मुखौटो थियो, जुन उनले आफ्नो घर बचाउनको लागि लगाउनु पर्थ्यो। उनले हातमा बोकेको तामाको गरौँ गाग्रोलाई आँगनको ढुङ्गे पेटीमा अलि जोडले बजारिन्। तामा र ढुङ्गा ठोकिँदा निस्केको त्यो कर्कश आवाजले शान्त बिहानीको सनटालाई चिराचिरा पारिदियो। ए बुहारी, तिम्रो यो कानमा तेल हालेर सुत्ने बानी चाहिँ कहिले जाने हो? पार्वतीले धोत्रो र रुखो स्वरमा कराइन्। घामले डाँडो काट्न लागिसक्यो। आँगनको कसिङ्गर उस्तै छ। तिम्रो माइतीमा चाहिँ कति बजे बिहान उठ्न सिकाएका छन् कि त्यहाँ पनि दिउँसो समय तन्ना तन्काएर सुत्ने बानी छ तिम्रो? भित्रबाट कुचो समातेर सुमित्रा बाहिर निस्किन्। सुमित्राको अनुहार चिसो पानीले धोएर रातो भएको थियो। उनका हातहरू गोबर सोरेका कारण फुस्रा देखिन्थे। सुमित्राको उमेर भर्खर 22 वर्षको थियो। उनको आँखामा एउटा विद्रोही चमक थियो, तर त्यो चमकभित्र आफ्नै जेठानीप्रति अगाध श्रद्धा पनि लुकेको थियो। उनले कुचो समातेको हातलाई अलि कसेर समातिन् र पार्वतीको आँखामा हेरिन्। दुवैका आँखा जुधे। ती आँखाहरूमा रिस थिएन, बरु एउटा मुख सम्झौता र हामीले यो नाटक गर्नै पर्छ भन्ने मौन सन्देश थियो। तर बाहिर बोल्दा सुमित्राको आवाजमा तीखोपन थियो। दिदी, सधैँ मेरो माइतीको खोइरो चाहिँ खन्नु पर्दैन है। म बिहानै 4 बजे उठेर गोठको 4वटा भैँसीको गोबर सोरेर दुध दुहेर अनि खोले पनि पकाइवरी बल्ल बल्ल आँगनमा बढाल्न निस्केको हुँ। तपाईँले त बिहान उठेर कुवाको पानी पनि त ल्याउनु बाहेक अरू नै के चाहिँ गर्नु भएको छ र? चियाको तातो कप समातेर हुकुम चलाउन त जसले पनि सक्छ नि। छिमेकी मङ्गली बजाई आफ्नो घरको दलानमा बसेर यो रमिता निहालिरहेकी थिइन्। उनी आफ्नो पुरानो बाँसको हुक्का तान्दै थिइन्। हुक्काबाट निस्केको पानीको गडगड आवाज र धुवाको मुस्लोसँगै उनको आफ्नो चाउरी परेका अनुहारलाई अझ बढी खुम्चाइन्। उनले यताउति हेरिन् र बाटो हिँड्ने गाउँलेहरूलाई इसारा गर्दै भनिन्, हेर हेर, फेरि सुरु भयो त्यो घरको महाभारत। बिहानै यस्तो कुलछिन लागेपछि त्यो घरमा लक्ष्मीले चाहिँ कसरी बास गरून् हौ? बिचरा हरिप्रसाद र रामचन्द्र कुन जन्मको पापले गर्दा यस्ता कचिङ्गल गर्ने आइमीहरू भित्राउन पुगेछन्। आँगनमा सुमित्राले कुचो भुइँमा फाल्दै भनिन्, म त अब यो घरमा एक पल पनि बस्नै सक्दिनँ। तपाईँहरूसँग हरेक कुरामा न्यु खोजेर चाहिँ बाँच्नुभन्दा म कालीगण्डीमा गएर हाम फाल्छु बरु। मलाई मेरो अंश चाहियो दिदी, म छुट्टिएर आफ्नै गरी खान्छु। पार्वतीले पनि आफ्नो कम्मरमा हात राखिन् र आँखा तर्दै भनिन्, के रे अंश चाहियो रे? घरमा आएको 2 वर्ष भएको छैन, अंशको धाग लगाउँछे। घाँस खान जाँदा एउटा हँसिया जोगाउन नसक्नेले अंश सम्हाल्छे रे। छुट्टिन मन छ भने आज आफ्नो कुम्लो बोकेर हिँडे हुन्छ। कसले रोकेको छ र तिमीलाई? यो घर त मेरो ससुराले दुःख गरेर बनाएको। यसको एउटा ढुङ्गा पनि तिम्रो माइतीको पैसाले किनेको होइन। सुमित्राका आँखामा साँच्चीकै आँसु आयो। त्यो आँसु पार्वतीको शब्दले दुखेर आएको थिएन, बरु आफ्नै आमा जस्तै जेठानलाई समाजको अगाडि यसरी अपशब्द बोल्नुको भित्री पीडा थियो। उनले आफ्नो फरियाको सियोले आँसु पोछिन् र घरभित्र कुदिन्।
पार्वती पनि गाग्रो उठाएर भान्सातिर हानिन्। बाहिर आँगनमा कसिङ्गर आधा बढाइरहेको अवस्थामा उस्तै थियो र कुहिरोसँगै गाउँमा फेरि एकपटक यो परिवारको विखण्डको हल्ला फैलिसकेको थियो। मङ्गली बजेको काम नै गाउँका घर घरमा कुरा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु थियो। उनको आफ्नो कोही थिएन। एकजना छोरो थियो जो सहर गएर कहिल्यै फर्किएन। उनको खाली समय र एक्लोपन गाउँका कुरा काटेरै बित्ने गर्थ्यो। सुमित्रा र पार्वतीको झगडा सकिने बित्तिकै उनले आफ्नो टाउको मजित्रो अलिकति कसिन्, कम्मरमा पटुका बाँधिन् र हातमा एउटा सानो बट्टा बोकेर गाउँको ओह्रालो बाटो झरिन्। उनको गन्तव्य थियो चौतारोको छेउमा रहेको झम्के साहुको किराना पसल। झम्के साहु देउरालीको गाउँको सबैभन्दा धनी र कडा स्वभावको ऋणदाता थियो। उसको पसलमा नुन तेल चामलदेखि लिएर गाउँलेका सुख दुःखका सबै हिसाब किताब राखेका हुन्थे। साहु आफ्नो कोठाको गद्दीमा एउटा मोटो गोजी भएको कुर्ता लगाएर बसेको थियो। उसको हातमा एउटा पुरानो रातो कभर भएको बही खाता थियो जसमा उसले गाउँलेहरूले लिएको ऋण र त्यसको स्याजको हिसाब जोड्दै थियो। राम 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 साहुजी, बिहानै कति कडा हिसाबमा व्यस्त हुनुभएको? मङ्गली बजेले पसलको बेन्चमा बस्दै भनिन्। झम्के साहुले आफ्नो चस्माको डाडी नाकको तलतिर सार्दै भन्यो, अब के गर्ने मङ्गली बजै, यो गाउँका मान्छेहरू पैसा लैजान त आउँछन् तर तिर्ने बेलामा टाउकै लुकाउँछन्। यो हरिकृष्णको बुवाले लिएको ऋणको स्याज मात्रै बढेर पनि कति भइसक्यो, अहिलेसम्म त्यो हरिपछि लागेकै छैन। मङ्गली बाजेले मौकाको फाइदा उठाउँदै आफ्नो अनुहारलाई अझ बढी रहस्यमय बनाइन्। ओहो साहुजी, तपाईँ हरिको पछि लाग्नु भएको छ, तर उता घर नै सखाब हुन लागिसक्यो। आज बिहानको कुरो कहाँ पुग्यो भन्नुहुन्छ भने जेठी र कान्छी बुहारी बिच त हात हालहाल्नै होला जस्तै भएको थियो। साहुको हातमा भएको कलम रोक्यो। उसका ससाना र लोभी आँखाहरू चम्कियो। ए हो र बजै, के विषयमा परेछ त हौ फेरि? त्यही त हो नि, कान्छीले आफ्नो अंश मागेर आज घर छोड्छु भन्दै थिइन्। जेठीले पनि माइतीको औकात देखाउँदै घाँस काट्न नजान्ने अलक्षिणी भनेर थर्काइन्। मलाई त लाग्छ साहुजी, अब यो घर धेरै दिन टिक्दैन। दाजुभाइ जतिसुकै मिल्ने भए पनि हामीहरू यसरी भिडेपछि त घर नै भत्किन कति बेर लाग्छ र? मङ्गली बजेले चियाको तातो घुड्को लिँदै कुरामा अझ बढी मसला थपिन्। झम्के साहुको दिमागमा एउटा बेग्लै हिसाब चल्न थाल्यो। हरिकृष्णको परिवारको स्वामित्वमा रहेको बेसीको 3 रोप्ने खेत गाउँको सबैभन्दा उर्वर भूमि थियो। त्यहाँ वर्षमा 3 बाली धान फल्थ्यो। साहुको आँखा वर्षौँदेखि त्यही खेतमा थियो। हरिको बुवाले धेरै वर्ष पहिले नै आफ्नो श्रीमतीको उपचारको लागि साहुसँग ठुलो रकम ऋण लिएका थिए, तर बुवाको मृत्यु र घरको आर्थिक अवस्था कमजोर भएकोले उनीहरूले त्यो ऋण पूर्ण रूपमा तिर्न सकेकै थिएनन्। साहुले आफ्नो जुङ्गा सुमसुमाउँदै सोच्यो, ओहो, यदि यो घर यसै गरी फुट्यो भने दाजुभाइले अंशबन्डा गर्नेछन्। अंशबन्डा गर्दा खेत आधा आधा बाँडिनेछ। साना भाइ रामचन्द्र अलि कमजोर मनको छ र उसलाई पैसाको खाँचो पनि छ। म उसलाई अलिकति पैसाको लोभ देखाएर उसको भागको खेत सस्तोमा आफ्नो नाममै गराउन सक्छु। जेठो हरि पनि एक्लै परेपछि ऋण तिर्न नसकेर खेत मेरो नाममै बुझाउन बाध्य भइहाल्छ। उसले मङ्गली बजेतिर हेर्दै भन्यो, ल बजै, तिमीले राम्रो कुरा सुनायौ, तर मलाई लाग्छ तिमीले त्यो 2 बुहारीको बिचमा अलि बढी कुरा पुर्याउनै गर्नुपर्छ। कान्छीलाई भन्नु तिरे जेठानले तेरो भाग खान खोज्दैछ भनेर, अनि जेठीलाई भन्नु यो कान्छी आएर तेरो वर्षको दुःख हडप्न खोज्दैछ भनेर। दुवैको कानमा अलिकति विष घोलिदियो भने म तिम्रो यो महिनाको पसलको उधारो सबै मिना गरिदिन्छु। मङ्गली बजेको अनुहार उज्यालो भयो। ओहो साहुजी, तपाईँले भनेपछि म किन नगर्नु र? आखिर म पनि त यो गाउँको भलो नै चाहन्छु नि। भोलि नै म सुमित्रा घाँस काट्न जाँदा वनमा भेटेर उसको कान अलि बढी फुकिदिन्छु बरु। यसरी एउटा लोभी साहु र कुरा काट्ने छिमेकी मिलेर हरिकृष्णको परिवारलाई सडकमा ल्याउने एउटा ठुलो षड्यन्त्रको पहिलो जालो बुन्न सुरु गरिसकेका थिए। रातको दोस्रो प्रहर बितिसकेको थियो। देउराली गाउँमा चिसो सिरेटो झन् विषालु बन्दै गइरहेको थियो। ढुङ्गाको छानामा जमेको शीत पग्लिएर परालको कुन्युमा तपतप खसेको आवाज सुनिन्थ्यो। गाउँका घरहरूमा बलेका साना टुकीहरू धेरै अघि नै निभिसकेका थिए। पुरानो ढुङ्गे घरको काठको भर्याङ चढ्दा जहिले पनि कर्र आवाज आउने गर्थ्यो। सुमित्राले आफ्नो शरीरको पुरै भार खुट्टाका औँलाहरूमा राख्दै कतै आवाज नजाओस् भनी सजगताका साथ पाइला चालिन्। उनलाई थाहा थियो
कुन काठको फ्ल्याग मकिएको छ र कुन बलियो छ। भान्साको ढोका सुस्तरी खुल्यो। भित्र अँध्यारो थियो। केवल एउटा सानो माटोको कचौरामा कपासको सियो राखेर सल्काएको टुकीको मधुरो प्रकाश बलिरहेको थियो। त्यही मधुरो उज्यालोमा पार्वती घुँडा खुम्च्याएर बसिरहेकी थिइन्। उनको छेउमा 2वटा काठका पिराहरू थिए। आऊ बहिनी, यता आऊ। पार्वतीले अत्यन्तै मधुरो र कोमल स्वरमा भनिन्। उनको त्यो स्वरमा दिउँसोको त्यो गर्जनको एक अंश पनि बाँकी नै थिएन। सुमित्रा सुस्तरी पिरामा बसिन्। पार्वतीले माटोको सानो भाँडोमा तताएर राखेको ज्वानो र पानी सुमित्रालाई दिइन्। बिहानदेखि चिसोमा काम गरेकी छौ, यो खाऊ, आङ तातो हुन्छ। सुमित्राले त्यो न्यानो पानी हातमा लिँदा उनका आँखा रसाए। दिदी, आज तपाईँले माइतीको कुरा उठाउँदा मेरो मुटु सिरिङ्ग भएको थियो। मलाई थाहा छ हामीले यो नाटक गर्नुपर्छ, तर कहिलेकाहीँ त मलाई डरै लाग्छ। कतै यो नाटक गर्दा गर्दा हाम्रो साँच्चै सम्बन्धमा पनि अमिलोपन त आउने होइन। पार्वतीले सुमित्राको चिसो हातलाई आफ्नो हत्केलाभित्र बेरिन्। उनको हत्केलाको न्यानोपनले सुमित्राको डरलाई निमेषभरमै शान्त पारिदियो। बहिनी, यदि सुन चोखो छ भने त्यसलाई आगोमा हाल्दा झन चम्किन्छ, पग्लिँदैन। हाम्रो सम्बन्ध पनि त्यस्तै हो। बाहिरको यो आदि त केवल जङ्गलका सुकेका पातहरू बगाउनका लागि मात्र हो। हाम्रो जग हलाउन कसैले सक्दैन। पार्वतीको स्वर दृढ थियो, तर उनको अनुहारमा चिन्ताका रेखाहरू स्पष्ट देखिन्थे। उनले टुकीको बत्तीलाई अझ अलिकति ठूलो पारिन् र भित्तामा उनीहरूको विशाल छाया हल्लियो। मैले हिजो साँझ पतेराबाट फर्किँदा एउटा कुरा सुनेको छु। पार्वतीले कानी खुसी गर्दै भनिन्। झम्के साहुले गाउँका केही गुण्डाहरूसँग कुरा गर्दै थियो। उसले भन्दै थियो, यो वर्ष जसरी भए पनि हरिको बेसीको खेत आफ्नो नाममा गराउनुपर्छ भनेर। दाजुभाइ छुट्टिसकेपछि कान्छो रामचन्द्रलाई फसाउन सजिलो हुन्छ भन्दै थिए। बुवाले आमाको बिरामी हुँदा साहुसँग लिएको त्यो 3000 रुपियाँको ऋण आज 30,000 पुगिसक्यो। साहुले तमसुकको ब्याजको स्याज थपेर श्रेष्ठ बिगारेको छ। सुमित्राले रिसले ओठ टोकिन्। कस्तो पापी साहु! हाम्रो बेसीको खेतमा वर्षको 3 बाली धान फल्छ। त्यही खेतको उब्जनी बेचेर त हामीले बल्ल तल्ल घर खर्च चलाएको छौँ। त्यो खेत गयो भने त हाम्रा श्रीमानहरू कुन मुख लिएर बाँच्ने होला? उहाँहरू त सोझो हुनुहुन्छ। साहुले जे भन्यो त्यही पत्याउनुहुन्छ। हो त, त्यसैले त हामीले यो खेल खेलिरहेको छौँ। पार्वतीले सम्झाइन्। हाम्रा श्रीमानहरूलाई यो प्लान सुनायो भने उनीहरूले सोझो अनुहारले साहुको अगाडि अभिनय गर्नै सक्दैनन्। साहुले तुरुन्तै शङ्का गर्नेछ। त्यसैले हामी दुईजनाले मात्र भए पनि यो षड्यन्त्रको विषलाई अमृतमा बदल्नुपर्छ। साहुले सोचोस् कि हामी साँच्चै फुट्दैछौँ। जब उसले आफ्नो अन्तिम चाल चल्छ तब हामी उसलाई उसकै जालमा फसाउनेछौँ। सुमित्राले पार्वतीको काँधमा टाउको राखिन्। तपाईँ हुनुहुन्छ र त आँट आउँछ नि दिदी। भोलि म घाँस काट्न जाँदा मङ्गली बजेसँग भेट्ने नाटक गर्नेछु र उसलाई यस्तो कुरा सुनाउनेछु कि उसले साहुकामा पुगेर हाम्रो विरुद्ध अझै बढी आगो उकलोस्। त्यो अँध्यारो कोठामा लालटिनको मधुरो प्रकाश साँची राखेर दुई नारीले आफ्नो सिन्दुर, आफ्नो घर र आफ्नो पुर्ख्यौली भूमिको रक्षाको लागि यस्तो अदृश्य युद्ध लड्ने प्रतिज्ञा गरे, जसको बारेमा गाउँका कसैले पनि कल्पना समेत गरेकै थिएनन्। भोलिपल्ट दिउँसो घाम अलिकति न्यानो भएको थियो, तर हरिकृष्णको घरमा गोठभित्र भने एउटा चिसो मौनता छाएको थियो। हरिप्रसाद र रामचन्द्र गोठको कुनामा बसेर सुकेको पराल काट्ने हाते मेसिन चलाउँदै थिए। कटी मेसिनको फलाम चल्दा निस्किने ख्यारख्यार आवाज बाहेक त्यहाँहरू केही पनि सुनिएकै थिएन। पराल काट्दा निस्केका ससाना धुलाका कणहरू घामको झुल्कोमा तैरिरहेको देखिन्थ्यो। रामचन्द्रले मेसिनको बिड समातेको थियो, तर उसको ध्यान काममा थिएन। उसको अनुहार निकै मलिन थियो र आँखाको मुनि कालो घेरा बसेको थियो। दाजु, रामचन्द्रले मेसिन रोक्दै भन्यो, मलाई त अचेल यो घरभित्र पस्न पनि डर लाग्न थाल्यो। कुन बेला कुन भाँडो बजारिने हो र कुन शब्दले मुटु बित्ने हो पत्तै हुँदैन। भाउजू पहिले कति मायालु हुनुहुन्थ्यो, अचेल किन यति साह्रो परिवर्तन हुनुभएको होला है? हरिप्रसादले आफ्नो हातमा भएको परालको मुठो भुइँमा राखे। उनले आफ्नो मैलो पटुकाले निधारको पसिना पुछे। उनको अनुहारमा उमेरभन्दा बढी बुढ्यौली र थकाइ देखिन्थ्यो। खै के गर्नु त कान्छा, हरिप्रसादले लामो सुस्केर हाल्दै भने। बुवा बितेर गएपछि घरको पुरै जिम्मेवारी मेरो टाउकोमा आयो। मैले खेतीपाती र मेलापात गरेर तिमीलाई पढाउनु त पढाएँ, तर यो घरमा सुख शान्ति दिन सकिनँ। पार्वती पनि दिनभरि कुवाको पानी, भान्सा र गोठको कामले थाक्छे। सायद कामको चापले गर्दा नै उसको स्वभाव यस्तो भएको हो कि? होइन दाजु, मलाई त्यस्तो लाग्दैन। रामचन्द्रले अलि असन्तुष्ट स्वरमा भन्यो। सुमित्राले पनि त बिहानदेखि बेलुकासम्म काम गरेकै छ त, तर
तर भाउजूले सधैँ उहाँको माइतीको कुरा निकालेर अपमान गर्नुहुन्छ। म त सहकारीमा काम गर्छु, दिनभरि मान्छेका अनेक कुरा सुन्नुपर्छ। घरमा फर्किँदा शान्ति त होला भन्यो, यहाँ त झन् ठुलो आधी नै चल्छ। मलाई त लाग्छ हामी छुटेर आफ्नो आफ्नो बाटो लाए कि निको हुन्थ्यो कि। छुट्टिने शब्द सुन्ने बित्तिकै हरिप्रसादको मुटु चस्स भयो। उनले रामचन्द्रको काँधमा आफ्नो फुस्रो र खस्रो हत्केला राखे। ए कान्छा, बुवा मर्ने बेलामा मेरो हात समातेर भन्नुभएको थियो, हरि, आफ्नो भाइलाई कहिले एक्लो नपार्नु, यो घरलाई फुट्न नदिनु। हाम्रो यो घर केवल ढुङ्गा र माटोको थुप्रो होइन, यसमा हाम्रा पुर्खाहरूको पसिना र आशीर्वाद छ। यदि यो घर टुक्रियो भने समाजले हामीलाई थुथु गर्नेछ। साउले त झन् हाम्रो यो कमजोरीको फाइदा उठाएर हाम्रो बेसीको खेतै हडप्नेछ। रामचन्द्रले टाउको निहुरायो। तर दाजु, साउजीले त मलाई हिजो भेटेर निकै सहानुभूति देखाउनु भएको थियो। उहाँले भन्नुभएको थियो, अंशवण्ड गर्नु भनेको शत्रुता होइन, बरु शान्तिपूर्वक बाँच्ने उपाय हो। उहाँले त मलाई छुट्टै बस्नको लागि सस्तो ब्याजमा ऋण दिने प्रस्ताव पनि गर्नुभएको छ। हरिप्रसादको आँखामा डर र चिन्ता सँगसँगै देखिए। ए कान्छा, तिमी अझै बालक नै छौ के? साउको त्यो चिल्लो कुराभित्र कति ठुलो विष लुकेको छ तिमीलाई थाहा नै छैन। बुवालाई त्यही साउको ऋणले खाएको हो। साउले कसैको पनि भलो चाहँदैन, तिमी उसको जालमा नपर्नु। तर रामचन्द्रको मनमा साहुको कुराले घर गरिसकेको थियो। घरको दैनिक कलह र सुमित्राको रोदनले उसलाई कमजोर बनाइसकेको थियो। उसले दाजुको कुरामा टाउको त हल्लायो, तर उसको भित्री मनले भने छुटिने निर्णय लाने अन्तिम विकल्प नै मान्न थालिसकेको थियो। दुवै दाजुभाइ गोठको कुनामा बसेर आफ्नै व्यवस्थाको आँसु पिएर टोलाइरहे। उनीहरूलाई थाहा थिएन कि उनीहरूका श्रीमतीहरूले उनीहरूको यही सोझोपन र सम्पत्तिको रक्षाको लागि बाहिर रणचण्डीको रूप धारण गरिरहेका थिए। मङ्सिरको चिसो हावा चल्न थालिसकेको थियो। साँझ छिप्पिँदै जाँदा चौतारीको छेउमा रहेको झम्के साहुको किराना पसलमा सटरहरू आधा झारिएका थिए। पसलको भित्री भागमा एउटा सानो काठको ढोका थियो, जसले साहुको गोप्य कोठातिर लैजान्थ्यो। त्यो कोठामा दिउँसो पनि अँध्यारै हुन्थ्यो र त्यहाँ जहिले पनि ओसिएको माटो, पुरानो सुर्ती र सडेको तोरीको तेलको गन्ध आउँथ्यो। कोठाको कुनामा फलामको एउटा ठुलो सेट थियो, जसमा देउरालीका गाउँका आधाभन्दा बढी मानिसहरूको उठिवास गराउन सक्ने लाल पूर्जा र तमसुकहरू थुनिएका थिए। साहु आफ्नो कुर्सीमा अडेस लागेर बसेको थियो। उसको अगाडि एउटा काठको टेबलमा काँचको गिलासमा तातो चिया राखिएको थियो। रामचन्द्र टाउको निहुराएर साहुको अगाडि काठको बेन्चमा बसिरहेको थियो। उसको अनुहारमा घरको तनाव र मानसिक थकान स्पष्ट देखिन्थ्यो। हेर रामचन्द्र, साहुले आफ्नो धोत्रो आवाजले सकेसम्म नरम बनाउने प्रयास गर्दै भन्यो, म त तिम्रो बुवाको पालादेखिकै हितैषी हो। तिम्रो बुवा मर्नु अघि मेरो हात समातेर भन्नुभएको थियो, साहुजी, मेरा छोराहरू सोझा छन्, यिनीहरूको ख्याल राख्नु। म त्यही गुण तिर्न खोज्दैछु। तिम्री भाउजी पार्वतीको रूप त तिमीले देखेकै छौ। ऊ कति कडा र जिद्दी छे। उसले तिम्रो स्वास्नी सुमित्रालाई घरमा नोकरी जस्तै बनाएर राखेकी छे। कति दिन चाहिँ श्रीमतीको आँसु हेरेर चित्त दुखाउँछौ हौ। रामचन्द्रले एउटा लामो सुस्केर हाल्यो। खोइ के गर्नु त साहुजी, दाजुसँग कुरा गर्दा उहाँ सधैँ मिल्नुपर्छ भन्नुहुन्छ, तर घरमा दिनौँ यो हुने कचकचले मेरो त दिमागले काम पनि छोडिसक्यो। सहकारीको काममा पनि मनै जाँदैन। साहुले दायाँ बायाँ हेऱ्यो र बिस्तारै टेबल मुनिबाट रातो कपडामा बेरिएको एउटा पोको निकाल्यो। कपडा खोल्दा त्यहाँ नयाँ र कडक नोटका 50,000 रुपियाँका बिट्टाहरू चम्किए। देउराली गाउँमा त्यो समयमा 50,000 रुपियाँ भनेको एउटा ठुलो साम्राज्य खडा गर्न पुग्ने रकम थियो। यो लेऊ रामचन्द्र, साहुले पैसाको पोको रामचन्द्रको अगाडि धकेल्दै भन्यो। यो पैसाले सहरको पुछारमा एउटा राम्रो घडेरी बैना गर, त्यहाँ एउटा सानो घर बनाऊ र सुमित्रालाई लिएर सुखसँग बस। दाजुभाइसँग अंशवण्ड गर्दा तिम्रो भागमा पर्ने बेसीको खेत आधा हिस्सा चाहिँ जुन 1.5 रोपनी छ, त्यसको लाल पूर्जा चाहिँ मलाई बन्दगी राखिदेऊ। यो खाली तमसुकमा आजै औँठा छाप लगाइदेऊ त, बाँकी सबै कानुन कागजात म आफै मिलाउँछु। रामचन्द्रले ती कडक नोटहरूलाई हेऱ्यो। उसको मनमा एकैछिन त लोभको लहर चल्यो। सहरमा आफ्नो छुट्टै घर हुने, सुमित्राको आँसु रोकिने र दैनिक कचिङ्गलबाट मुक्ति पाउने कुराले उसलाई आकर्षित गर्यो। तर जब उसले टेबलमा राखेको खाली तमसुक देख्यो, उसको मन चिसो भयो। उसलाई आफ्नो बाल्यकाल सम्झना आयो। जब बुवा बितेका थिए, दाजु हरिप्रसादले आफ्नो पढाइ छोडेर रामचन्द्रलाई सहर पठाएका थिए। हरिप्रसादले हत्केलामा परेका ठेला
र फुटेका कुर्कुच्चा केवल बेसीको खेतमा हलो जोतेर र दुःख गरेर बनेका थिए। दाजुले आफू कति रात भोकै सुतेर पनि रामचन्द्रलाई सधैँ तातो भात खुवाएका थिए। साहुजी, रामचन्द्रको स्वर काम्यो। म यो पैसा कसरी लिन सक्छु र? दाजुलाई नसोधी बेसीको खेत बन्दगी राख्ने आँट त मेरो छैन। त्यो खेत केवल जमिनको टुक्रा होइन, हाम्रा पुर्खाहरूको आत्मा हो। साहुको अनुहारमा एकछिन त रिसको रेखा देखियो, तर उसले तुरुन्तै आफूलाई सम्हाल्यो। हेर रामचन्द्र, तिमी अझै दुनियाँ नबुझेका बालक नै छौ। तिमीले दाजुलाई सोध्यौ भने उनले कहिले तिमीलाई छुटिन दिँदैनन्। तिम्रो बुहारी पार्वतीले तिम्रो पुरै भाग खान खोज्दैछ। पछि पस्ताउनुभन्दा बेलैमा बुद्धि पुर्याएको राम्रो। यो कागज घर लैजाऊ, सोच विचार गर र भोलि मलाई जवाफ देऊ। रामचन्द्रले डराउँदै त्यो खाली तमसुक र कागज आफ्नो कोटको भित्री गोजीमा हाल्यो। उसको छातीभित्र एउटा भयानक आँधी चलिरहेको थियो। उनी साहुको कोठाबाट निस्किँदा बाहिर कुहिरो अझ गाढा भइसकेको थियो र उनको मन त्यो कुहिरो भन्दा पनि बढी कुहिरोमय भएको थियो। त्यस रात देउरालीको गाउँमा मन्द हावा चलिरहेको थियो। रामचन्द्र घर फर्किँदा निकै ढिलो भइसकेको थियो। उसले खाना पनि राम्ररी खाएन र ओछ्यानमा पल्टिने बित्तिकै निदायो। तर उसको निन्द्रा शान्त थिएन। ऊ सपनामा छटपटाउँदै यताउता पल्टिरहेको थियो। सुमित्रा कोठाको कुनामा बसेर धागो काट्दै थिइन्। श्रीमानको यो छटपटी देखेर उनको मनमा शङ्का उब्जियो। उनले बिस्तारै उठेर काठको किलामा झुन्डिएको रामचन्द्रको पुरानो कोटतिर हेरिन्। कोटको खल्ती अलिकति फुलेको जस्तै देखिन्थ्यो। उनले बिस्तारै खल्तीमा हात हालिन् र त्यहाँबाट केही कागजहरू निकालिन्। जब उनले टुकीको उज्यालोमा ती कागजहरू पल्टाएर हेरिन्, उनको खुट्टाको मुनिको जमिन नै भाँसे जस्तै भयो। यो त झम्के साहुको नाममा लेखिएको खाली तमसुक थियो, जसमा बेसीको खेत बन्दगी राख्ने शर्तहरू स्पष्ट रूपमा लेखिएका थिए। सुमित्राको मुटु जोडले धड्किन थाल्यो। उनी ढोका खोलेर बिस्तारै बाहिर निस्किन्। चिसो सिरेटोले उनको अनुहारमा हिर्कायो, तर उनलाई त्यसको कुनै प्रभाव नै थिएन। उनी सुस्तरी भान्सा कोठातिर कुदिन्, जहाँ पार्वती जहिले पनि मध्यरातमा चामल निफर्ने वा भोलिको तयारी गर्ने गर्थिन्। भान्साको ढोका ठेलेर सुमित्रा भित्र पसिन्। उनको अनुहार पहेँलो भएको थियो र हातहरू कामिरहेका थिए। दिदी, ए दिदी, बर्बादै भयो दिदी। सुमित्राले रुँदै त्यो कागज पार्वतीको अगाडि राखिन्। पार्वतीले चामलको नाङ्लो भुइँमा राखिन् र त्यो कागज हातमा लिइन्। उनले गम्भीरतापूर्वक एक एक अक्षर पढिन्। उनको अनुहारमा रिस र चिन्ताको एउटा गजबको मिश्रण देखियो, तर उनी आतिनन्। उनले सुमित्राको काँध दरोसँग समातेर उभ्याइन्। नरौ है सुमित्रा, यो हाम्रो हार होइन, बरु साहुको विनाशको बाटो हो। पार्वतीको स्वरमा एउटा अद्भुत साहस थियो। साहुले हाम्रो घर फुटाउन र बेसीको खेत हडप्नका लागि आफ्नो अन्तिम अस्त्र पनि फालिसकेछ। अब हामीले पनि आफ्नो अन्तिम र सबैभन्दा ठुलो चाल चल्नुपर्छ। अनि के गर्ने त दिदी? हाम्रा श्रीमान त साहुको प्रलोभनमा परिसक्नु भएछ। उहाँले यो कागजमा सही गर्नुभयो भने त हाम्रो उठीबासै हुनेछ। सुमित्राले आँसु पुस्दै भनिन्। पार्वती जुरुक्क उठिन् र भान्साको झ्यालबाट बाहिर अँध्यारो गाउँतिर हेरिन्। ठिक छ, साहुले सोचेको छ कि हामी कमजोर छौँ। उसले हाम्रो कृत्रिम झगडालाई साँचो ठानेको छ। अब हामी उसलाई त्यही कुरा दिनेछौँ जुन ऊ चाहन्छ। हामी गाउँमा एउटा ठुलो कुल पूजा र भोजको आयोजना गर्नेछौँ। त्यो भोजमा हामीले पुरै गाउँ र विशेष गरी झम्के साहु र मङ्गली बजेलाई सम्मानका साथ आमन्त्रण गर्नेछौँ। तर दिदी, पूजा र भोजले साहुको यो जाल कसरी तोड्छ? सुमित्राले अचम्म मान्दै सोधिन्। पार्वतीले सुमित्राको आँखामा हेर्दै भनिन्। पूजाको बहानामा हामी दाजुभाइ बीच अंशबण्डको घोषणा गर्ने नाटक गर्नेछौँ। साहु खुसी भएर भोजमा आउनेछ र त्यही भोजमा पुरै गाउँको अगाडि हामी यस्तो जाल बुन्नेछौँ कि साहुले आफै आफ्नो अपराध स्वीकार गर्न बाध्य हुनेछ। हामीले यो कुरा हाम्रा श्रीमानहरूलाई पनि भन्नु हुँदैन। उनीहरूले केवल हाम्रो झगडा र अंशबण्डको कुरा मात्र देख्नुपर्छ, ताकि साहुलाई कति पनि शङ्कै नहोस्। सुमित्राले पार्वतीको हात समातिन्। दिदी, म तपाईँको साथमा छु। हाम्रो सिन्दुर र यो पैतृक भूमिको रक्षाको लागि म जे गर्न पनि तयार छु। मध्यरातको यो चिसो भान्सा कोठामा दुई दिदी बहिनीले साहुको षड्यन्त्र विरुद्ध एउटा महासङ्कल्प गरे। उनीहरूले आफ्नो घर बचाउनका लागि आफ्नै सुख र शान्तिलाई दाउमा लगाउने निर्णय गरेका थिए। भोलिपल्टको बिहान देउरालीको गाउँको लागि अलिक फरक थियो। कुहिरो पातलो थियो, तर गाउँको हावामा एउटा भारीपन थियो। हरिकृष्णको घरको मूल ढोका अगाडि आज गाउँका धेरै मानिसहरू जम्मा भइसकेका थिए। कारण थियो आँगनमा सुनिएको अहिलेसम्मको सबैभन्दा ठुलो र भयानक झगडाको आवाज।
पार्वती हातमा एउटा तामाको थाली बोकेर दलानमा उभिएकी थिइन्। थालीमा पूजाका अक्षता, पाती र बलेको धूप थियो। उनको अनुहार रिसले रातो भएको थियो र उनका हातहरू कामिरहेका थिए। तर यो रिस उनको आँखामा मात्र थियो, मनमा भने एउटा गहिरो दुःख थियो। म यसपालिको कुल पूजा आफै गर्छु। पार्वतीले आफ्नो पुरा बल लगाएर चिच्याउँदै भनिन्। मेरो कुलदेवताको मन्दिरमा यो चोखो थाल चढाउँछु। यो घरमा कुलछिन भित्राउने कान्छी बुहारीको हातको एउटा असिता पनि म देवतालाई चढाउनै दिन्न। यसको हात चोखै छैन। सुमित्रा आँगनको बीचमा उभिएकी थिइन्। उनको हातमा एउटा तामाको कलश थियो। उनले कलशलाई जोडले भुइँमा बजारेर भनिन्, के रे, किन नदिने? म पनि यो घरको कुल पूजामा उत्तिकै हकदार छु। यदि मलाई पूजामा सामेल हुन दिइँदैन भने म आफ्नो तर्फबाट छुट्टै बोको बलि दिन्छु र गाउँलाई छुट्टै बोझ खुवाउँछु। मेरो पनि यो घर र जमिनमा आधा अधिकार छ। यो महासङ्ग्राम हेर्न मङ्गली बजै अस्याङ फस्याङ गर्दै आइपुगिन्। उनीसँग गाउँका अन्य 4-5 जना मानिसहरू पनि आइपुगे। ए नानीहरू, कुलदेवताको पूजाको दिन चाहिँ यस्तो कचिङकल्चे गर्नु हुँदैन है, देवता रिसाउँछन्। मङ्गली बजैले ओठ लेपार्दै नाटक गरिन्, तर उनको आँखामा भने खुसीको चमक स्पष्टै देखिन्थे। आँसुको आक्रोश मिसिएको थियो। उसले आफ्नो ओठ टोक्दै दाजु हरिप्रसादको अनुहारमा हेर्यो र त्यसपछि पार्वतीतिर फर्क्यो। बस, धेरै भयो भाउजू। रामचन्द्रले आफ्नो स्वरलाई कडा पार्दै भन्यो, अब अति भयो। हामी दिनौँ यो नर्कमा बस्न सक्दैनौँ। यदि सुमित्रालाई यो घरमा सम्मान छैन भने हामी छुट्टिन्छौँ। अब आउने मङ्गलबार हुने कुल पूजा नै यो घरको संयुक्त रूपमा हुने अन्तिम पूजा हुनेछ। त्यसै दिन हाम्रो अंशवण्ड पनि हुनेछ। हरिप्रसाद स्तब्ध भए, आँखाहरू रसाए। कान्छा, तिमी के भन्दैछौ? मैले ठिक भन्दैछु दाजु। रामचन्द्रले भन्यो। पार्वतीले यो मौकालाई तुरुन्त आफ्नो योजनाको हिस्सा बनाइन्। हुन्छ, मङ्गलबार पूजा पनि हुन्छ, अंशवण्ड पनि हुन्छ। म पनि हेर्छु यसले कसरी चाहिँ आफ्नो छुट्टै संसार बसाउँदो रहेछ। पुरै गाउँले साथ बस्न आओस्। म आफ्नै भोज पकाउँछु, तर यो कुलछिनलाई र यसको पक्षलिनलाई म आफ्नो हातले पकाएको एक घाँस पनि खान दिन्न। सुमित्राले रुँदै भनिन्, मलाई पनि तपाईँको हातको विष खानु पनि छैन दिदी। म आफ्नै व्यवस्था गर्नेछु। यो कुरा सुनेर मङ्गली बजेको मनमा एउटा नयाँ विचार उब्जियो। उनी यो तातो समाचार झम्के साहुकामा पुर्याउनका लागि तुरुन्तै कुदिन्। दाजुभाइ र बुहारी बीचको यो कृत्रिम विखण्डको लिखित खेल अब आफ्नो अन्तिम चरणमा अघि बढ्दै थियो। मङ्गली बजे दौडिँदै चौतारीको झम्के साहुको पसलमा पुगिन्। साहु आफ्नो गद्दीमा बसेर पुराना कागजपत्र मिलाउँदै थियो। बजेलाई हस्याङ फस्याङ गर्दै आएको देखेर उसले आफ्नो चस्मा नाकको डाडीबाट तल सार्यो। साहुजी, प्रलय नै हुने भयो साहुजी। मङ्गली बजेले लामो सास फेर्दै भनिन्, मङ्गलबार त हरिको घरमा महाप्रलय हुँदैछ। दाजुभाइ छुट्टिने भए। कुल पूजाकै दिन अंशवण्ड गर्ने रे। जेठीले कान्छीलाई म आफ्नो हातले पकाएको एक घाँस पनि खान दिन्न, बरु मारिदिन्छु जस्तो गरेर चिच्याउँदै थिइन्। झम्के साहुको अनुहारमा एउटा कुटिल र भयानक मुस्कान छायो। उसले आफ्नो बही खाता बन्द गर्यो र भन्यो, ओहो, हो र बजै, जेठीले साँच्चै यस्तै भनेको हो? हो साहुजी, हो। मैले आफ्नै कानले सुनेको। जेठीको आँखामा त यसपालि रगत नै उत्रेको थियो। बजेले कुरा अझै बढाएर भनिन्। साहुले सोच्यो, ला, अब चाहिँ यही मौका हो। यदि मङ्गलबारको भोजमा सुमित्रालाई केही भयो भने त्यसको दोष सिधै जेठी पार्वतीमाथि लाग्नेछ। पार्वती जेल जानेछिन्। हरिप्रसाद एक्लो पारेर पागल हुनेछ र डराएको रामचन्द्रले बेसीको खेत मेरो नाममा गरिदिइहाल्छ। मलाई त खेत पाउन धेरै दुःख नै गर्नु पर्दैन। साहुले मङ्गली बजेलाई बिदा गर्यो र आफ्नो एकजना विश्वासी कामदार बिरेलाई बोलायो। ए बिरे, यता आऊ। साहुले काने खुसी गर्दै भन्यो, यो सहरको एग्रो भेटबाट किनेर ल्याएको मुसा मार्ने कडा विषको बट्टा हो। मङ्गलबारको भोजको दिन जब पार्वती भान्सामा व्यस्त हुनेछन् नि, तिमीले सुस्तरी गएर त्यो बट्टा पार्वतीको भान्साको बाहिर फालिआउनु र गाउँभरि हल्ला चाहिँ फैलाउनु कि पार्वतीले कान्छी बुहारी सुमित्रालाई सिद्ध्याउन बजारबाट विष किनेर ल्याएकी छे भनेर, अनि मङ्गलबारको भोजमा सुमित्रालाई विष मिसाएर मार्दैछे भनेर भनिदेऊ। बुझ्यौ नि कुरा? बिरेले टाउको हल्लायो र त्यो विषको बट्टा आफ्नो खल्तीमा हाल्यो। केही घन्टामै देउराली गाउँमा त्यो कुरा डढोले जस्तै फैलियो। पँधेरोमा पानी भर्न गएका आइमीहरू, मेलापात गर्ने खेतालाहरू र चौतारामा चिया पिउने बुढापाखाहरू सबैको मुखमा एउटै कुरा थियो, पार्वतीले कान्छी बुहारलाई मार्न विष किनेर ल्याएकी छे। मङ्गलबारको भोजमा विषालु खाना खुवाइँदैछ। कसैले पनि त्यो घरको भोज खानु हुँदैन। तर साहुलाई थाहा थिएन कि जब बिरले त्यो विषको बट्टा बोकेर
हरिको घरको पछाडिको सानो झाडीमा फाल्न जाँदै थियो। सुमित्राले सुस्तरी झ्यालबाट त्यो दृश्य आफ्नो मोबाइलबाट कैद गरिसकेको थियो। गाउँमा षड्यन्त्रको विषाक्त हावा चलिरहेको थियो, तर दुई दिदी बहिनी भने आफ्नो संयम र बुद्धिको बलमा साउलाई उसैको जालमा बाँध्नका लागि पूर्ण रूपमा तयार भइसकेका थिए। मङ्गलबारको बिहानै देउराली गाउँमा एउटा अनौठो डरलाग्दो शान्ति लिएर झुल्कियो। सधैँ जसो अरूको घरको कुल पूजामा खुसियाली छाउने गर्थ्यो, तर हरेकृष्णको घरको आँगनमा आज एउटा गरौँ र अविश्वासको वातावरण थियो। कुहिरो बिस्तारै फाट्दै थियो, तर गाउँलेहरूको मनमा लागेको आशंकाको बादल झन्झन गाढा हुँदै गइरहेको थियो। आँगनको एक कुनामा सुकेका दाउराहरू बालेर ठुल्ठुला तामाको ढेक र ताउहरू बसालिएका थिए। दाउरा बलेको चटचट आवाज र त्यसबाट निस्किएको धुवाँ निलो आकाशतर्फ उडिरहेको थियो। तर यो धुवाँसँगै गाउँभरि फैलिएको विषको हल्लाले हावालाई नै विषाक्त बनाइसकेको थियो। पार्वती बिहानदेखि भान्सामा एक्लै व्यस्त थिइन्। उनले भान्साको ढोका भित्रबाट थुनेकी थिइन् र कसैलाई पनि भित्र पस्ने अनुमति दिएकै थिएनन्। यो कुराले बाहिर बस्ने गाउँलेहरूको शङ्कालाई अझ बलियो बनाइदियो। हेर त, जेठीले कसैलाई पनि भित्र पस्नै दिएकै छैन, पक्कै पनि उसले खानामा केही मिसाउँदैछ। बाहिर गुन्द्रीमा बस्ने गाउँलेहरू कानी खुसी गरिरहेका थिए। आँगनमा ओछ्याएका नयाँ गुन्द्रीहरू खाली नै थिए। मानिसहरू आइरहेका त थिए, तर कोही पनि खानाको डेक नजिक जान वा आसन ग्रहण गर्न मानिरहेका थिएनन्। उनीहरू घरको अलि पर चौताराका ओत लागेर कुरा काट्दै रमिता हेरिरहेका थिए। हरिप्रसाद र रामचन्द्र आँगनको बीचमा उभिएका थिए। दुवै दाजुभाइको अनुहार लज्जा र दुःखले कालो भएको थियो। आफ्नै पुर्ख्यौली घरमा आफ्नै कुलदेउताको पूजाको दिन गाउँलेहरूले यसरी अपराधीलाई जस्तै हेर्दा उनीहरूको स्वाभिमान टुक्रा टुक्रा भएको थियो। कान्छा, हरिप्रसादले रुन्चे स्वरमा भने, मलाई त लाग्दैछ हामीले यो पूजा नगरेकै भए हुन्थ्यो। हाम्रा श्रीमतीहरूको झगडाले गर्दा आज हाम्रो बुवाको नाउँ गाउँभरि थुथु हुँदैछ। रामचन्द्रको मनमा साउको त्यो खाली तमसुक र सुमित्राको सुरक्षाको चिन्ताले डेरा जमाएको थियो। उसलाई लाग्यो कि साउले भनेको कुरा साँचो हो। पार्वतीले साँच्चै सुमित्रालाई सिध्याउन खोज्दैछ। उसले रिसले आफ्नो मुट्ठी कस्यो, तर ऊ मौन रह्यो। त्यतिकैमा झम्के साहु आफ्नो नयाँ ढाकाडोबी ढल्काउँदै काँधमा मजेत्री भिरेर आँगनमा आइपुग्यो। उसको पछि पछि मङ्गली बजे पनि आइन्। साहुको अनुहारमा एउटा विजयी र क्रूर मुस्कान थियो। उसले गाउँलेहरूलाई हेर्दै ठुलो स्वरमा भन्यो, ल, मङ्गलबारको कुल पूजामा सबैलाई स्वागत छ है, तर सबैजना सजग रहनु होला। आजको भोज सामान्य भोज होइन। साहुको यो कुराले गाउँको सन्नाटालाई अझ गहिरो बनाइदियो। मानिसहरूले आफ्नो सासमा सास थुनेर भान्साको ढोकातिर हेर्न थाले, जहाँबाट पार्वती भोजको पहिलो थाल बोकेर निस्किने तयारीमा थिइन्। भान्साको काठको ढोका कर्कस आवाजका साथ खुल्यो। पार्वती हातमा सालको पातको टपरी र त्यसमा पस्केको सुगन्धित बासमती चामलको भात, दाल र बेग्लै कचौरामा तातो खिर बोकेर बाहिर निस्किन्। उनको अनुहार शान्त र दृढ थियो। उनले त्यो थाल लगेर कुलदेउताको थान अगाडि राखिन् र शिर निहुराएर ढोगिन्। त्यसपछि उनले दोस्रो थाल पस्किन् र आँगनको बीचमा ल्याइन्। भोज तयार भयो है, कृपया आसन ग्रहण गरेर प्रसाद खानु होला। पार्वतीको स्वरले पुरै आँगनलाई गुन्जायस बनायो, तर कोही पनि चलमलाएनन्। सबैजना ढुङ्गाको मूर्ति जस्तै उभिरहे। झम्के साहु अघि बढ्यो र पार्वतीको बाटो छेक्दै भन्यो, ए पार्वती, यो गाउँका मान्छेहरू मर्ने रहर बोकेर आएका होइनन्। तिमीले यो खानामा मुसा मार्ने औषधि मिसाएको छौ भन्ने हल्ला गाउँभरि छ। तिम्रो भान्साको पछाडि विषको बट्टा पनि फेला परेको छ। के तिमी आफ्नै देउरानी सुमित्रालाई मारेर यो पुरै सम्पत्ति एक्लै हडप्न चाहन्छौ? हो हो, यसले साँच्चै विष किनेर ल्याएकै हो। मङ्गली बजेले पनि पछाडिबाट चिच्याइन्। हरिप्रसादले आफ्नो टाउको समातेर भुइँमा बसे। हे भगवान, यो के अनर्थ सुन्नु परेको? रामचन्द्र क्रोधले बौलाए जस्तै भयो। ऊ पार्वतीतिर जाँदै थियो, तर त्यत्तिकैमा सुमित्रा घरको भित्री ढोकाबाट बाहिर निस्किन्। सुमित्राको हातमा चाँदीको एउटा सानो चम्चा थियो। उनी सिधै पार्वतीको छेउमा गइन्। उनले पार्वतीको हातमा भएको त्यो तातो खिरको कचौरा आफैले समातिन्। सुमित्राको यो कदमले पुरै गाउँलेहरू स्तब्ध भए। साउजी, सुमित्राको आवाजमा एउटा अद्भुत तेज थियो। यदि यो खानामा विष छ भने यसको पहिलो भाग म खान्छु। मलाई मेरो जेठे दिदीले पकाएको खानामा मेरो आफ्नै श्वास जतिको विश्वास छ। रामचन्द्र डराएर चिच्यायो, ए सुमित्रा, नखाऊ त त्यो। साउजीले भनेको कुरा साँचो हुनसक्छ। त्यो जेठीले तिमीलाई मार्न खोज्दैछ, नखाऊ।
सुमित्राले रामचन्द्रको आँखामा हेरिन्। उनको आँखामा एउटा गहिरो प्रेम र चेतावनी थियो। यदि मेरो दिदीले मलाई विष नै दिनुभएको हो भने पनि म विष हाँसेर खान तयार छु। तर मलाई थाहा छ मेरो दिदीको मनमा मेरो लागि कहिले पनि विष थिएन र हुने पनि छैन। सबैले आफ्ना आँखा सुमित्राको हातमा केन्द्रित गरे। सुमित्राले चम्चामा तातो खीर उठाइन् र आफ्नो ओठ नजिकै लैजाँदै गर्दा उनको हात पनि कति पनि कामेन। उनले त्यो खीर मुखमा हालिन् र निलिन्। पुरै आँगनमा यस्तो सन्नाटा छाएको थियो कि कसैले सास फेरेको आवाज पनि सुनिँदैन थियो। झम्के साउले आफ्नो ओठ चपायो। उसलाई लागेको थियो कि अबको केही सेकेन्डमै सुमित्रा भुइँमै ढल्नेछिन् र उसको योजना सफल हुनेछ। रामचन्द्र रुँदै सुमित्राको नजिक पुग्यो र उनको हात समात्यो। तर 1 मिनट बित्यो, 2 मिनट बित्यो। सुमित्रा मुस्कुराउँदै जुरुक्क उभिरहन्। उनलाई केही पनि भएकै थिएन। उनको अनुहारमा कुनै पीडा वा विषको असरै थिएन। बरु एउटा विजयी मुस्कान चम्किरहेको थियो। साहुको अनुहारको रङ अचानक उड्यो। उसको पुरै शरीर पसिनाले निर्थुक्क भयो। साहुजी, सुमित्राले साहुको आँखामा आँखा जुदाउँदै भनिन्, तपाईँले सोचेको जस्तो भएन होइन त? आँगनमा रहेका गाउँलेहरू अब कुरा बुझ्न थालेका थिए। शङ्काको सियो अब पार्वतीबाट हटेर झम्के साउतिर घुम्न थालिसकेको थियो। आँगनमा सन्नाटा तोडियो। तर यो सन्नाटा खुसीको थिएन, बरु झम्के साउको लागि एउटा ठूलो औषधिको पूर्व सङ्केत थियो। सुमित्रा हाँस्दै उभिएकी थिइन् र उनलाई केही नभएको देखेर गाउँलेहरू एकअर्काको अनुहार हेर्दै मुखामुख गर्न थाले। अरे सुमित्रालाई त केही पनि भएन त, यसको मतलब खानामा विष थिएन। एउटा गाउँले जुरुक्क उठेर भन्यो, हो, खानामा कुनै विष थिएन। सुमित्राले आफ्नो चोलोको खल्तीबाट एउटा सानो पुरानो मोबाइल निकालिन् र अघि बढिन्। तर विष घोल्ने मान्छेको हातमा भने ठुलो प्रमाण छ। साहुजी, तपाईँले सोच्नु भएको थियो कि म गाउँको एउटा नपढेकी सोझी बुहारी हो जसलाई जे भने पत्याउँछे। तर हेर्नुहोस् यो भिडियो। सुमित्राले मोबाइलको स्क्रिन गाउँका भद्म भलाद्मीहरू र जेठाजु हरिप्रसादको अगाडि राखिन्। मोबाइलको सानो स्क्रिनमा एउटा स्पष्ट भिडियो देखियो। हिजो साँझको धमिलो उज्यालोमा झम्के साउको कामदार बिरे सुस्तरी हरिको घरको पछाडिको सानो झाडीमा गएर मुसा मार्ने ओखतीको भट्टा फाल्दै गरेको र यताउता हेर्दै भागेको प्रष्टै कैद भएको थियो। भिडमा लुकेर रमिता हेरिरहेको बिरे डराएर भाग्न खोज्यो। तर 2 जना बलिया गाउँलेहरूले उसलाई समातेर आँगनको बीचमा ल्याए। ए बिरे, सत्य के हो भन्, नत्र आज तेरो हड्डी पस्ली एक हुन्छ फेरि। एकजना आक्रोशित गाउँले गज्रियो। बिरे थरथरी काप्दै भुइँमा घुँडा टेक्न पुग्यो। मलाई माफ गरिदिनुहोस् दाजुभाइ हो, मलाई झम्चे साउले 500 रुपियाँ दिएर यो काम गर्न लगाएका हुन्। साउले नै मलाई जेठी बुहारी पार्वतीको भान्सा पछाडि विषको बट्टा फाल्न र गाउँभरि जेठीले कान्छीलाई मार्न विष ल्याई भनेर हल्ला फैलाउन लगाएका हुन्। मेरो कुनै गल्ती छैन। आँगनमा मानिसहरूको आक्रोशको सीमै रहेन। त्यतिकैमा पार्वतीले आफ्नो पटुकाबाट साउले रामचन्द्रलाई हस्ताक्षर गराउन दिएको त्यो खाली तमसुक निकालिन्। ल यो हेर्नुहोस् त गाउँका मुख्य मान्छेहरू, यो खाली तमसुक हो। साउले मेरो देवर रामचन्द्रलाई मैसँग भड्काएर घर छुटिने लोभ देखाएर 50,000 रुपियाँको प्रलोभनमा यो तमसुकमा औँठा छाप लगाउन खोज्दै थियो। यसको मुख्य उद्देश्य हाम्रो घर फुटाएर हाम्रो बेसीको 3 रोपनी उर्वर खेत हडप्नु थियो। रामचन्द्रले जब यो सबै कुरा आफ्नो आँखाले देख्यो र आफूले कानले सुन्यो, उसको पैताला मुनिको जमिन नै भाँसियो। उसलाई महसुस भयो कि ऊ कसरी एउटा भयानक दलदलमा फस्न लागेको थियो र उसको श्रीमती र भाउजूले कसरी आफ्नो ज्यान र इज्जत दाउमा राखेर उसलाई बचाएका थिए। साउजी, रामचन्द्रले रिसले काप्दै साउको मजेत्रो समात्यो। तपाईँले मलाई आफ्नै दाजु र भाउजू विरुद्ध भड्काउनु भयो, मलाई आफ्नो परिवारको शत्रु बनाउन खोज्नु भयो। झम्के साउको ढाका टोपी भुइँमा खस्यो। उसको अनुहारको चमक हराएर कुहिएको काठ जस्तै फुस्रो भयो। मङ्गली बजे पनि सुस्तरी भिडबाट उम्केर भाग्न खोज्दै थिइन्। तर गाउँका आइमीहरूले उनलाई छेकेर भने, ए बजै, अरूको घरमा आगो सल्काएर आफ्नो चुलो चाहिँ तातो बनाउने तिम्रो यो बानीले आज हाम्रो गाउँको बेइज्जतै भयो, लाज लाग्दैन? गाउँका भद्र भलात्मीहरू झम्के साउलाई घेरे। ए साउजी, कि त अहिले नै त्यो हरिको बुवाको पालाको त्यो 3,000 को कागज च्यातेर ऋण मिना भएको लिखित कागज गर, कि त हामी अहिले प्रहरी बोलाएर तिमीलाई सरकारी खोरमा पठाउँछौ। अपमान र कानुनी कारबाहीको डरले कामेको साउले तुरुन्तै आफ्नो खल्तीबाट हरिको बुवाको पुरानो कागज निकाल्यो र सबैका सामु च्यातबाड गरिदियो। उसले जीवनमा पहिलो पटक हार स्वीकार गरेको थियो र उसको लोभको साम्राज्य आज सधैँका लागि पतन भएको थियो। साहु र मङ्गले बाजे अपमानित भएर गाउँबाट बाहिरिएपछि देउराली गाउँको त्यो घरको वातावरण अचानक परिवर्तन भयो।
रामचन्द्र दौडेर दाजु हरिप्रसादको खुट्टामा पर्यो। उसको आँखाबाट पश्चातापको आँसु अविरल बगिरहेको थियो। दाजु, मलाई माफ गरिदिनुहोस्। म कति मूर्ख रहेछु। साहुको चिल्लो कुरामा परेर आफ्नै रगतलाई शङ्का गर्न पुगे। यदि भाउजू र सुमित्राले यो नाटक नगरेको भए आज हाम्रो बेसीको खेत मात्र होइन, हाम्रो सम्बन्ध पनि सधैँका लागि सकिने थियो। हरिप्रसादका आँखा पनि रसाएका थिए। उनले भाइ रामचन्द्रलाई उठाए र अङ्कमाल गरे। कान्छा, तिमी सोझो छौ। तिम्रो कुनै गल्ती छैन। गल्ती त हाम्रो सोझोपनको फाइदा उठाउने त्यो समाजको थियो। त्यसपछि हरिप्रसाद पार्वतीको अगाडि गए। उनले पार्वतीको फुस्रो र कामले खिएको हातलाई आफ्नो हातमा लिए। पार्वती, मलाई माफ गरिदिऊ। मैले तिमीलाई सधैँ गाली गरिरहे। तिमी धेरै रिसा भयो भनेर मैले चित्त पनि दुखाएँ। तर तिमीले त मेरै बुवाको विरासत र मेरो भाइको भविष्य जोगाउन आफ्नो काँधमा यति ठुलो कलङ्कको भारी बोकेको रहेछौ। पार्वतीले आफ्नो अनुहारको त्यो कठोर मुखौटा सधैँका लागि फालिन्। उनको अनुहारमा एउटा ममतामय आमाको जस्तो श्रेय देखियो। उनले सुमित्रालाई अँगालो हालिन्। मलाई माफ गर सुमित्रा। मैले तिमीलाई माइतीको कुरा काटेर धेरै चित्त दुखाएँ। होइन दिदी। सुमित्राले पार्वतीको छातीमा टाउको राखिन्। तपाईँले गाली नगरेको भए त्यो साहुले कहिल्यै विश्वास गर्दैन थियो। हाम्रो यो सानो दुःखले आज हाम्रो ठुलो परिवार जोगियो। गाउँलेहरू यो दृश्य देखेर भावुक भए। उनीहरूले महसुस गरे कि परिवारको एकता नै सबैभन्दा ठुलो शक्ति हो। लौ है, अब त कुल देवताको पूजाको समय पनि ढिलो भइसक्यो त। सबैजना पातको टपरीमा आसन ग्रहण गरेर बसौँ है र प्रसाद खाउँ। गाउँका जेठा बुढाले भने। यसपटक गाउँलेहरू खुसी साथ गुन्द्रीमा बसे। पार्वती र सुमित्रा मिलेर सबैलाई तातो भात, दाल, तरकारी र सुगन्धित खीर पस्किए। त्यो खानामा कुनै विष थिएन। बरु त्यहाँ परिवारको अटुट विश्वास, माया र आत्मीयताको अमृत घोलिएको थियो। बिस्तारै कुहिरो पूर्ण रूपमा फाट्यो र देउराली गाउँमा चम्किलो र न्यानो घाम लाग्यो। हरेकृष्णको त्यो ढुङ्गे घरको जग अब पहिलेभन्दा झन बलियो भएको थियो। बाहिरको जस्तोसुकै आँधीबेहरीले पनि अब यो घरको एउटा ढुङ्गा पनि हलाउन सक्ने नै थिएनन्। दाजुभाइ र बुहारीहरूको यो अटुट एकता नै उनीहरूको वास्तविक विजय थियो। धन्यवाद। यो कथा हजुरहरूलाई कस्तो लाग्यो? कृपया कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनुहोला है त। कथा अलिकति लामो भएकोले सायद बोल्दा बोल्दै मेरो घाँटी नै सुक्न लागिसकेको थियो। त्यही पनि मैले प्रयास गर्दै कथालाई चाहिँ कम्प्लिट गरेँ। जस तपाईँले चाहिँ भिडियोलाई लाइक गरेर साथ दिनुहोला, कमेन्ट गरेर तपाईँको प्रतिक्रिया पनि दिनुहोला, सेयर गरेर अझै धेरै साथ दिनुहोला र सब्सक्राइब गरेर चाहिँ हामी साथमा जोडिनुहोला। नेक्स्ट इन्ट्रेस्टिङ भिडियोमा हामी पछि भेट्नेछौँ। अहिले बाई बाई।